हाई गाइज वेलकम टु आवर ब्लग। आज चाहिँ सन्डे बिहान थियो। हामी चाहिँ भर्खर सिडनीबाट भिक्टोरिया इचुका भन्ने ठाउँमा मुभ भएको थियौँ अनि हामी चाहिँ मोटेलमा बसिरहेको छौँ। मोटेलमा बस्दा बस्दै झ्याउ लाग्यो अनि आज चाहिँ घुम्न जाउँ न त भनेर मैले यसो त्यहाँ नजिकको ठाउँ कहाँ रहेछ घुम्ने भनेर हेर्दा चाहिँ बेन्डिगो भन्ने ठाउँ देखेँ। अनि ड्राइभबाट चाहिँ 1 आवर लाग्दो रहेछ हामी बस्ने ठाउँबाट। अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ बेन्डिगो पार्क हो। यो चाहिँ बेन्डिगो कति ठुलो अक्षरमा कस्तो राम्रो लेखिदिएको छ। अनि यो पार्कमा चाहिँ मैले उसलाई एउटा भिडियो बनाइदेऊ न भरे टिकटकमा हाल्छु भनेर बनाउन लगाएको, तर अलिक काली निकालिदिएको रहेछ, तर राम्रो छ है। जे भयो नि बनाइदियो उसले। अनि म चाहिँ इन्जोय गर्दैछु। त्यो ठाउँ कति राम्रो लागेको थियो। अनि हामी दुईजना नि खिचौँ न त भनेर दुईजनाले पनि खिच्यौँ। अब तपाईँले पछाडि देख्न सक्नुहुन्छ त्यो फुल कस्तो राम्रो छ है, त्यो रेड एन्ड येल्लोमा हेर्नु न। त्यहाँ पनि टन्नै फोटोहरू खिच्यौँ हामीले। अनि हामी चाहिँ एउटा टिकटक बनाऊँ न त भनेर टिकटक बनाउँदै थियौँ। अब सायद कुन चाहिँ गीतमा मलाई याद छैन। अनि एउटा हात समातेर नि भिडियो बनाऊँ न त भनेर भुइँमा मोबाइल राखेर हामी यसरी हात समातेर हिँडेर यसो नाचे जस्तो भिडियो बनायौँ। हामी चाहिँ जे भयो नि दुईजना भयो नि इन्जोय गर्दै थियौँ। खिचिदिने मान्छे चाहिँ नहुने के, दुईजना मात्रै घुम्न जाँदा के है गाइस। अब के गर्नु त, आफै भयो नि खिच्नु पऱ्यो भनेर यसो स्न्याप खिच्ने के गर्ने गरेर भिडियो बनायौँ। अनि अब चाहिँ घर फर्किनुपर्छ भनेर फर्किँदै थियौँ। यो चाहिँ बेन्डिगो पार्कको निस्किने बाटो। हामी यहाँबाट चाहिँ निस्किन्छौँ। अनि त्यसपछि हेर्नु न कति राम्रो छ है, हेर्दा पनि कस्तो आनन्द लाग्ने बस्ने ठाउँ। ल अब यो जाने बेला नि एउटा सेल्फी खिचौँ भनेर स्न्याप खिचौँ भनेर खिच्यौँ। अनि ल हामी चाहिँ फर्किँदैछौँ। आजको दिन चाहिँ घुमेर रमाइलै भयो। उता सिडनी क्राउडेड प्लेसमा बसेको, यता इचुकामा आउँदाखेरि चाहिँ एकदम शान्त वातावरण, कस्तो आनन्द है। कस्तो के हुन्छ नि, पुरै छुट्टै फिल आउने कि एकदम पिस आउँछ नि त। अब हेर्नु न तपाईँहरू पनि त्यो बाटो हेर्दा पनि खुल्ला छ, आनन्द, हिँड्न पनि चिसो हावा सरर कति रमाइलो भयो। जे होस् आजको दिन चाहिँ हामीले रमाइलो गरेर बितायौँ। अब आजको दिन चाहिँ बेन्डिगो पार्क घुमेर गयो। अब नेक्स्ट टाइम चाहिँ हेरौँ अब कहाँ गइन्छ। अब अर्को भ्लगमा म देखाउँछु अब नेक्स्ट टाइम घुम्न गएको बेलामा। यो चाहिँ हाम्रो आजको भ्लग हेरिदिनु भएकोमा धन्यवाद सबैजनालाई। बाई बाई।